1983 मा केभिन नामका एक प्रतिभाशाली वैज्ञानिकले एउटा अद्भुत भर्चुअल संसार निर्माण गरे, जसलाई ट्रोन सिस्टम भनिन्थ्यो। यस प्रणालीभित्रको एक विशेष भागलाई ग्रिड भनिन्थ्यो। ग्रिड यस्तो डिजिटल संसार थियो जहाँ वास्तविक संसारको तुलनामा कुनै पनि प्रयोग अत्यन्तै छिटो गर्न सकिन्थ्यो। केभिनले विज्ञानको सीमालाई चुनौती दिँदै आफ्नो चेतनासहित शरीरको संरचना नै ग्रिडमा अपलोड गर्न सफल भए। समय बित्दै गयो र कथा सन् 2025 मा आइपुग्यो। अब हामी डिलिन्जर सिस्टम्स नामक शक्तिशाली कम्पनीका मालिक जुलियनलाई देख्छौं। जुलियनले ग्रिडको प्रयोग गरेर एउटा खतरनाक सुपर सोल्जर प्रोग्राम तयार गरेको थियो, जसको नाम थियो एरिस। वर्षौंको कठोर तालिमपछि एरिस यति शक्तिशाली बनेको थियो कि उसले एकैचोटि दर्जनौं शत्रुसँग लड्न सक्थ्यो। जुलियनका लागि एरिस उसको सबैभन्दा ठूलो हतियार थियो, जसलाई ऊ आफ्नो हुकुमको एक्का मान्थ्यो। एक दिन जुलियनले आफ्ना लगानीकर्ताहरूका लागि भव्य प्रस्तुति आयोजना गर्यो। सबैले विशेष सुरक्षा चस्मा लगाउने बित्तिकै एउटा विशाल मसिन सक्रिय भयो। लेजरहरूको सहायताले कोठाको बीचमै अत्याधुनिक हतियारले भरिएको युद्ध ट्याङ्क तयार भयो। जुलियनले गर्वका साथ भन्यो, यो ट्याङ्क मैले ग्रिडमा बनाएको हुँ र लेजर प्रविधिबाट वास्तविक संसारमा ल्याएको हुँ। एक पटक डिजाइन भएपछि यसलाई जति चाह्यो त्यति पटक कपी गर्न सकिन्छ। केही मिनेटमै हामी 100औं ट्याङ्क बनाउन सक्छौं र संसारको कुनै पनि सेनालाई परास्त गर्न सक्छौं। त्यसपछि उसले एरिसलाई ट्याङ्क भित्रबाट बाहिर निकालेर देखायो। जुलियनले दाबी गर्यो कि एरिस पूर्ण रूपमा उसको नियन्त्रणमा छ, त्यसैले उसले कहिल्यै धोका दिन सक्दैन। एरिस मरे पनि फरक पर्दैन, 2 मिनेटमै अर्को प्रिन्ट गर्न सकिन्छ। त्यही बेला बाहिर चट्याङको आवाज आयो। एरिसले शान्त स्वरमा भन्यो, चाँडै पानी पर्छ। कर्ताहरू हाँसे। उनीहरू जुलियनको प्रविधिबाट अत्यन्त प्रभावित भए र उसँग सहकार्य गर्न सहमत भए। तर लगानीकर्ताहरू गएपछि एरिस एक्लै बाहिर निस्कियो। पानी परिरहेको थियो। उसले पहिलो पटक जुगुनु देख्यो। वास्तविक संसारको अनुभूति उसले पहिले कहिले गरेको थिएन। तर अचानक एरिस र ट्याङ्क दुवै टुक्रा-टुक्रा भएर गायब भए। तब थाहा भयो ग्रिडबाट ल्याइएका प्रोग्रामहरू वास्तविक संसारमा 29 मिनेटभन्दा बढी टिक्न सक्दैनन्। जुलियनकी आमा एलिजाबेथले उसलाई चेतावनी दिइन्, लगानीकर्तालाई यस्तो धोका दिनु ठिक होइन, उनीहरूलाई सत्य बताइदेऊ। तर जुलियनले अडान लियो, म पर्मानेन्ट कोड फेला पार्छु। त्यो कोड भेटिएपछि हाम्रा प्रोग्रामहरू सधैँ वास्तविक संसारमा रहन सक्छन्। एलिजाबेथले सम्झाइन्, 6 महिनाभित्र केही गरेनौ भने यी लगानीकर्ताहरूले तिमीलाई सखाफ पार्नेछन्। केभिनले यही खतराको अनुमान गरेर पर्मानेन्ट कोड लुकाएका थिए, ताकि ग्रिडबाट खतरनाक वस्तुहरू सधैँका लागि वास्तविक संसारमा नआउन्। तर त्यो कोड कहाँ छ कसैलाई थाहा थिएन। अब कथा अलास्का पुग्छ। त्यहाँ इभ नामकी युवती छिन्, जो केभिनकी छोरी हुन्। उनी केभिनले बनाएको एउटा गोप्य स्टेशनमा पुग्छिन्। यो स्थान पछि उनकी बहिनी टेसले प्रयोग गरेकी थिइन्, तर टेसको क्यान्सरका कारण मृत्यु भइसकेको थियो। कम्प्युटर अन गर्दा इभले टेसको पुरानो सन्देश देख्छिन् र भावुक हुन्छिन्। केही बेरपछि उनका साथी सेथ पनि आइपुग्छन्। टेसले आफ्नो सम्पूर्ण जीवन पर्मानेन्ट कोड खोज्नमै समर्पित गरेकी थिइन्। अब इभ र सेथले त्यो अभियान अघि बढाउने निर्णय गर्छन्।